वेलकम टू माई न्यू भिडियो। आज म बनाउन गइरहेको छु पालपाली चुकौनी, जो कि हामी घरमा सजिलैसँग बनाउन सकिन्छ। यसमा मैले इन्ग्रेडिएन्ट्सहरू युज गर्न गइरहेको छु। हजुरहरू हेर्न सक्नुहुन्छ। दही, काटेर राखेको आलु, मसिनो बनाएर राखेको प्याज। यसमा म एउटा इन्ग्रेडिएन्ट्स अझै युज गर्न गइरहेको छु चना। अनि यसमा धनिया युज गर्न गइरहेको छु, खुर्सानी, कडी पत्ता, मेथी, स्वादअनुसार नुन अनि बेसार। आउनुहोस् त सुरु गरौँ। पहिला हामी एउटा भाँडा लिनेछौँ। भाँडामा हामी दही हाल्नेछौँ। दही हेर्नुस् बाक्लो छ, त्यही हुनाले हामी यसलाई मजाले फिट्नेछौँ चुकौनीको लागि। अमिलो दही युज गर्नु होला। हेर्नुस् यो दही जो हो यो बाक्लो छ, हामी यसमा थोरै पानी एड गर्छौँ। दही फिटिसकेछ हामीले। दही यतिको पातलो बनाउँदा हुन्छ। यो चुकौनीको लागि रेडी हुनेछ। अब हामी यसमा एड गर्नेछौँ आलु। यसमा हामी युज गर्नेछौँ बोइल आलु। यो मैले पहिला नै बोइल गरिसकेको थिएँ। यो आलु हामीले यहाँ हालिसकेका छौँ। यसमा अब हामी मैले दुईटा मसिनो प्याज काटेर राखेको छु। यसमा अब प्याज एड गरिदिनु होला। अब यसमा हजुरहरू धनिया मिक्स गरिदिनु होला, हरियो धनिया। अब यसमा हजुरहरूले के कतिको खुर्सानी खानुहुन्छ, खुर्सानी एड गरिदिनु होला। यदि हजुरलाई कलर पनि चाहिन्छ भनेपछि खुर्सानीको धुलो पनि एड गर्न सक्नुहुन्छ। अब हामीले यसलाई मजाले मिलाउनुपर्छ। यसमा जो मैले एउटा स्पेशल आइटम भनेको थिएँ चना, बोइल गरेको चना, यसमा हामी थोरै एड गर्छौँ है। यसरी मजाले मिक्स गरिदिनुहोस्। दही चाहिँ अमिलो युज गर्नु होला। हेर्नुहोस् त कति राम्रो देखिएको छ। यसमा हजुरहरू थोरै नुन एड गरिदिनु होला। थोरै जिरा पाउडर, अब हामी यसलाई झान्नेछौँ।
अब हाम्रो यो सानो कराई तात्तिसकेको छ। अब हामी यसमा तोरीको तेल युज गर्छौँ। यसलाई मजाले तताउनु पर्ने हुन्छ। यदि दही अमिलो छैन भनेपछि हजुरहरू यसमा कागतीको प्रयोग गर्न सक्नुहुन्छ। अब हामी यसमा एड गर्नेछौँ मेथीको दाना। यसै गरी हामी अब यसलाई मेथीलाई कालो बनाउनेछौँ। यसमा हामी एड गर्नेछौँ खुर्सानी, थोड़े कडी पत्ता। अब ग्यासको फ्लेम हामी अफ गर्नेछौँ। यसमा थोरै मिक्स गर्नेछौँ, थोरै बेसार। बेसार हामीले युज गरेका छौँ। अब हामी यसलाई झान दिनेछौँ। अब हामी यसलाई मजाले मिसाउनेछौँ। हेर्नुहोस् त चुकौनीको कलर कति राम्रो आयो। अब हामी यसमा थोरै धनिया मिसाउनेछौँ। अब हामी यसलाई सर्भ गर्नेछौँ। हेर्नुहोस् चुकौनी रेडी भइसकेको छ। मिठो छ। हजुरहरू पनि यस्तै चुकौनी बनाउनु होला। राम्रो लागेमा कमेन्ट गर्नु होला।